बैंकिङ तयारी गरिरहनुभएका साथीहरूलाई एकदमै राम्रो अवसर आएको छ। नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सहायक पददेखि सहायक निर्देशक पदसम्म विभिन्न समूह उपसमूह गरेर एकदमै राम्रो सङ्ख्यामा विज्ञापन खुलाइसकेको छ। सहायक पदमा फर्म भर्नेहरूले अस्ति नै भएको पूर्व योग्यता परीक्षा पास गरेको हुनुपर्दछ भने सहायक निर्देशक पदमा फर्म भर्नको लागि तपाईहरू मास्टर्स पास भएको हुनुपर्नेछ। र यदि तपाईहरू पनि यो विज्ञापन सम्बन्धी डिटेलमा बुझ्न चाहनुहुन्छ भने भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र नयाँ हुनुहुन्छ पहिलो पटक भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। यहाँ तपाईले स्क्रिनमा देखिरहनु भएको छ सहायक पदको विज्ञापन हेरौँ। सहायक पद प्रशासनतर्फ हो। यो तपाईको जम्मा 21 जनाको माग भएको छ, जसमा 12 जना खुल्लामा, त्यस्तै गरी महिलाबाट 3 जना, आदिवासी जनजाति 2 जना, मधेसी 2 जना, अपाङ्ग 1 जना र पिछडिएको क्षेत्र 1 जना गरी 21 जना माग भइआएको छ। त्यस्तै गरी सहायक निर्देशक वाणिज्य कानुन यो अधिकृत तृतीयतर्फ जम्मा 4 जनाको माग भएको छ, जसमा खुल्लामा 2 जना, महिलामा 1 जना, 1 जना गरेर 4 जनाको माग भएको छ। त्यस्तै गरी सहायक निर्देशक लेखा परीक्षणतर्फ 10 जना माग भएको छ, खुल्ला 5 जना, महिला 1 जना, आदिवासी जनजाति 1 जना, मधेसी 1 जना, दलित 1 जना र पिछडिएको क्षेत्र 1 जना गरी माग भइआएको छ। त्यस्तै गरी सहायक निर्देशक अधिकृत तृतीयतर्फ 39 जनाको माग भइआएको छ, खुल्लामा 22 जना, महिला 5 जना, आदिवासी जनजाति 5 जना, मधेसी 4 जना, दलित 1 जना, अपाङ्ग 1 जना र पिछडिएको क्षेत्र गरी 1 जना मागेको छ। त्यस्तै गरी सहायक निर्देशक व्यवस्थापनतर्फ खुल्लामा 1 जना मागेको छ। त्यस्तै गरी सहायक निर्देशक अर्थशास्त्रतर्फ खुल्लामा 1 जना मागेको छ। अब तपाईहरुले ओपनली कम्पिटिसन गर्न पाउने भनेको यहाँ दुईवटा पदहरू हो। एउटा सहायक पद हुन्छ र तपाईहरुको अर्को भनेको यो सहायक निर्देशकसम्म तपाईहरुले कम्पिटिसन गर्न पाउनुहुनेछ। अब यहाँ बाँकी यो डिटेलहरू के कस्तो छ सबै कुराहरू हामी सरसर्ती हेरौँ। भन्दा पहिले हामीले आवश्यक न्यूनतम शैक्षिक योग्यता बुझ्नुपर्ने हुन्छ। विज्ञापन नम्बर 1382 सहायक निर्देशक खुल्ला अर्थशास्त्रतर्फ स्वदेशी विश्वविद्यालयबाट भनेको नेपालको विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक तहमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गरेको हुनुपर्छ। यो स्पेसिफिक छ। त्यसै गरी विज्ञापन नम्बर 14 सहायक निर्देशक खुल्ला व्यवस्थापनतर्फ चाहिँ स्वदेशी विद्यालयबाट व्यवस्थापन विषयमा स्नातक तहमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गरेको हुनुपर्नेछ। त्यस्तै गरी विज्ञापन नम्बर 15 सहायक निर्देशक खुल्ला महिला जुन छ त्यसमा चाहिँ मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्छ। यदि तपाईहरुले तह 6 सहायक निर्देशक पदमा फर्म भर्नुहुन्छ भने तपाईहरुले चाहिँ कि त इकोनोमिक्समा कि त म्यानेजमेन्टमा कि मास्टर्स डिग्री पास गरेको हुनुपर्छ। यो कुरा बुझ्नु होला है। त्यस्तै गरी अर्को चाहिँ तपाईहरुको विज्ञापन नम्बर 16 को सहायक निर्देशक लेखा अथवा लेखा परीक्षणमा फर्म भर्नको लागि चाहिँ मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर अकाउन्टेन्ट संस्थाबाट चाहिँ चार्टर अकाउन्टेन्सी सीए, एसीसीए वा सीपीए परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। त्यस्तै गरी अर्को सहायक निर्देशक वाणिज्य कानुनतर्फ चाहिँ मान्यताप्राप्त विश्वविद्यालयबाट कानुन विषयमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेको वा अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कानुन विषयमा चाहिँ स्नातक गरेको छ भने पनि मिल्छ है। त्यस्तै गरी अर्को भनेको धेरैले फर्म भर्ने सहायक द्वितीय पद। यसको लागि तपाईहरुले संगठित संस्थाको पूर्व योग्यता परीक्षा चाहिँ पास भएको हुनुपर्छ। यसको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र 10+2 +2 पास गरी उत्तीर्ण हुनुपर्छ। साथै लोकसेवा आयोगबाट लिएको एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालन भएको संगठित संस्थाको अप्राविधिक तर्फको खरिदार सोसरहको चाहिँ पूर्व योग्यता परीक्षा उत्तीर्ण भए प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ र प्रमाणपत्र जारी भएको मितिले चाहिँ 1 वर्षभित्र प्रशासन सेवातर्फको सहायक द्वितीय पदमा दरखास्त पेश गर्न सम्भाव्य उम्मेदवार हुने भएकाले बाल अवधिभित्रको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ। भने चाहिँ तपाईहरुले प्रमाणपत्र लिइसक्नुभयो होला, त्यो पनि तपाईहरुले पेश गर्नुपर्नेछ। त्यस्तै गरी उम्मेदवारको उमेरत भनेको छ सहायक निर्देशक पदको लागि 2082 साल पुस 10 गतेसम्ममा चाहिँ 21 वर्ष पुरा भएर 35 वर्ष ननाएको र महिला तथा अपाङ्गको हकमा 40 वर्षसम्म तपाईहरुले पाउनुहुन्छ। त्यस्तै गरी सहायक पदको लागि चाहिँ फर्म भर्ने अन्तिम मिति पुस 10 गतेसम्ममा 18 वर्ष पुरा भई 35 वर्ष ननाएको र महिला उम्मेदवारको हकमा 18 वर्ष पुरा भई 40 वर्ष ननाएको भनेको छ। त्यो कुराहरू बुझ्नु होला। त्यसै गरी परीक्षाको किसिम भनेको पूर्व योग्यता परीक्षा, विषयगत लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट छनौट हुन्छ। त्यस्तै गरी विज्ञापन नम्बर 16 को लागि विषयगत लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट हुन्छ। त्यस्तै गरी विज्ञापन नम्बर 13 वा चाहिँ लिखित परीक्षा संयुक्त परीक्षा प्रणाली मार्फत सञ्चालन हुनेछ। पूर्व योग्यता परीक्षा हुने पदको हकमा पूर्व योग्यता परीक्षा उत्तीर्ण भएका उम्मेदवारलाई मात्र लिखित परीक्षामा समावेश गरिनेछ भन्ने कुरा बुझिहाल्नुहुन्छ। विशेष गरी तपाईले बुझ्नु होला सहायक पदको जुन पूर्व योग्यता परीक्षा पास भइसकेको छ अब तपाईहरुको लिखित परीक्षा हुन्छ डाइरेक्ट है। त्यस्तै गरी परीक्षा केन्द्र तथा परीक्षा केन्द्र सञ्चालन भनेको छ विज्ञापन नम्बर 13 को पूर्व योग्यता तथा विषयगत लिखित परीक्षाको विज्ञापन नम्बर यो विज्ञापन नम्बर हेर्नु होला। त्यो परीक्षा लोकसेवा आयोगको काठमाडौँमा सञ्चालन हुन्छ। त्यस्तै गरी विज्ञापन नम्बर 18 पदको चाहिँ 18/2082 पदको विषयगत लिखित परीक्षा लोकसेवा आयोग कार्यालय धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयले तोके बमोजिमको स्थानबाट हुन्छ र सम्पूर्ण विज्ञापनको अन्तर्वार्ता बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन हुनेछ भनेको छ।
है। एउटा कुरा बुझ्नु होला। विज्ञापन नम्बर 18 मा हाम्रो के थियो भन्दाखेरि विज्ञापन नम्बर 18 भनेको सहायक पद है। भनेपछि सहायक पदको परीक्षा चाहिँ तपाईहरुको कहाँ हुने भयो भन्दाखेरि धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट हुने भयो। 13, 14, 15 को हैन, 17 को पनि 13, 14, 15, 17 13, 14, 15, 17 चाहिँ तपाईहरुको काठमाडौँमा हुने भयो। सहायक पदको चाहिँ विभिन्न लोकसेवा कार्यालयबाट हुने भइहाल्यो। अब पाठ्यक्रम तपाईले वेबसाइटमा हेर्न सक्नुहुन्छ। सहायक पदको पाठ्यक्रम मैले डिस्क्रिप्सनमा लिंक राख्दिएको छु, हेर्नु होला। तृतीय पदको पनि पाठ्यक्रम म तपाईहरुलाई अपलोड गरिदिने छु, तपाईले त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ। र त्यो तपाईहरुको यहाँ परीक्षा दस्तुर पनि तोकिदिसकेको छ। परीक्षा दस्तुरलाई सरसर्ती हेरौँ। तपाईहरुको परीक्षा दस्तुर अधिकृत तृतीय पदको लागि तपाईले 1000 रुपैयाँ तिर्नुपर्ने छ र समावेशी तहको लागि 400 रुपैयाँ र सहायक द्वितीय पदको लागि 800 रुपैयाँ भर्नुपर्ने छ र एक्स्ट्रा 300 रुपैयाँ लाग्छ समावेशी पदको लागि। त्यो कुरा तपाईले बुझिहाल्नुहुन्छ। अब परीक्षा दस्तुर बुझाउने प्रक्रिया भनेको अनलाइनमै तपाईले गर्न सक्नुहुन्छ। अनलाइन फर्म भर्ने हो। दरखास्त पेश गर्ने तरिका पनि तपाईहरुको यो वेबसाइटमा गएर करियर अप्सनमा गएर तपाईले अनलाइन पोर्टलमा फर्म भर्न सक्नुहुनेछ। म फर्म कसरी भर्ने भन्ने बारेमा नि एउटा भिडियो तपाईलाई बनाएर राखिदिने छु। जसरी आज नेपाल राष्ट्र बैंकले खुलाएको विभिन्न पदको विज्ञापन र विज्ञापन सम्बन्धी डिटेलमा जानकारी गराइसकेको छु र पाठ्यक्रम सम्बन्धी भिडियो मैले डिस्क्रिप्सनमा राखिदिएको छु। अर्को भिडियोमा तपाईहरुलाई छिटै ल्याउने छु र अनलाइन फर्म भर्ने तरिका सहितको भिडियो पनि तपाईहरु चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। भिडियो हेरेर साथ दिनुभयो। यहाँ सबैजनालाई सफलताको शुभकामना। धन्यवाद।